खेलाडी बन्नका लागि उनले आफ्नो सम्पूर्ण सुखी सुविधाहरू त्याग्नुपर्ने थियो। उनले इन्डोनेसियाको बालीमा रहेको प्रसिद्ध सोमा फाइट क्लबलाई आफ्नो नयाँ गन्तव्य बनाए, जहाँ उनले मुख्य प्रशिक्षक माइक सोमा र युसेफ बहेबको कठोर निगरानीमा व्यावसायिक एमएमएको तालिम लिन थाले। युकी आङदेम्बेको व्यावसायिक यात्रामा धेरै उतार चढावहरू आएका छन्, तर केही खेलहरू उनलाई इतिहासमा अमर बनाएका छन्। सन् 2023 को अक्टोबर 28 मा भएको म्याट्रिक्स फाइट नाइट MFN 13 मा उनले इरानी फाइटर मोहम्मद महमुदियानलाई दोस्रो राउन्डमा आइम ट्रायंगल सबमिसन मार्फत पराजित गर्दै आफ्नो अद्भुत सबमिसन कला प्रदर्शन गरे। तर उनको क्यारियरको सबैभन्दा ठूलो र ऐतिहासिक मोड मे 2, 2026 मा म्याट्रिक्स फाइट नाइट 18 MFN 18 मा आयो। भारतको लोकप्रिय रेसलर र सबमिसन विशेषज्ञ मनदीप बागी प्रजापतिको विरुद्ध खेलमा युकीलाई कमजोर आँकिएको थियो, तर खेल सुरु भएको मात्र 2 मिनेट 44 सेकेन्डमा युकीले एउटा अत्यन्तै दुर्लभ र घातक जापानिज नेक टाई सबमिसन प्रयोग गर्दै सिङ्गो रङ्गशालालाई स्तब्ध तुल्याए। रेफ्रीले खेल समाप्तिको घोषणा गर्दा युकीले नेपाली ढाका टोपी र राष्ट्रिय झण्डा बोकेर केजभित्र कुदेको दृश्यले करोडौं नेपालीको छाती गर्वले चौडा बनाएको थियो। युकीको व्यावसायिक यात्रा धेरै सहज रहेन। व्यावसायिक खेल जीवन पहिलो खेलमै उनले लुक राइलीसँगको हार बिहोर्नु पर्यो, जो पछि गएर UFC मा छनौट भए। त्यस्तै सन् 2024 को अगस्त 18 मा भएको ब्रेभ CF 85 मा मोजताबा नासिरीसँगको पराजय अत्यन्तै पीडादायी थियो, जहाँ उनी इतिहासकै पहिलो भन ब्लुचोक सबमिसनको शिकार बने। यसै गरी इन्टरनल MMA 96 मा भेन वान्टसँगको विरुद्धको खेलमा किमुरा सबमिसनमा परेर हार बेहोर्दा उनको करियरमा ठूलो धक्का लाग्यो। तर युकीले यी हारलाई आफ्नो कमजोरी होइन, बरु सिक्ने अवसरको रूपमा लिए। उनले खेलमा मानसिक सन्तुलन, दृश्य नियन्त्रण र चोटपटकबाट बच्ने कला सिक्दै आफ्नो लड्ने शैलीलाई अझ तिखारेका छन्। नेपालमा वा नेपालको जे भन्नुहुन्छ त्यही सम्झिनु। नेपालको खेलकुदको विकास निकै सुस्त छ र मार्शल आर्ट्सको खेलाडीहरूलाई राज्य वा कर्पोरेट ब्रान्डसँग खासै सहयोग मिल्दैन। यस्तो अवस्थामा युकी आङदाम्बेको महत्त्व अझ बढेर जान्छ। सामाजिक सञ्जालमा चर्चा कमाउन सजिलो होला, तर अन्तर्राष्ट्रिय क्षेत्रमा र वास्तविक र कठिन विपक्षीहरूसँग लडेर नेपालको नाम राख्नु भनेको एकदमै फरक कुरा हो। युकीले मिडियाको चकाचौध भन्दा टाढा रहेर नेपाली MMAलाई विश्वस्तरमा चिनाउने काम गरिरहेका छन् र आगामी दिनहरूमा युकीले अझै राम्रो काम गरून्, अझै नेपाललाई चिनाउँदै जाउँ, कन्ट्र्याक्टहरू रोड टु UFC मा पनि पाउन् भन्ने आशा गर्दछु र रोड टु UFC जितेर UFC मा पनि पुगुन् भन्ने आशा गर्दछु। हाम्रो रविन्द्र दाँत रोड टु UFC को सेमी फाइनल पुगिसकेका छन्। उनलाई पनि गुड लक भन्न चाहन्छु। सेमी फाइनल र फाइनल दुइटै जितेर आफ्नो नेपालको नाम राख्दै UFC कन्ट्र्याक्ट पाउन्।